र मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचित गरौँ भन्ने प्रस्ताव पनि छ। प्रदेश सभा किन खारेज गरौँ भन्नुभएको हो तपाईहरुले? के हो खास? यसको अलिकति पृष्ठभूमि दिउँ अमितजी। 79 मङ्सिरको चुनाव अघिल्लो निर्वाचन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी भर्खर जन्मेको थियो। यसको वैचारिक लाइनहरू पनि बन्दै थिए र बाचापत्र अब के मुद्दा लिएर निर्वाचनमा होमिने भन्दै गर्दाखेरि त्यति बेला तयार गरिएको बाचापत्रमा हाम्रो शासकीय स्वरूपको खाका चाहिँ यही हुनेछन् भनेर यसलाई अब राष्ट्रपति अहिलेकै जस्तो तर इलेक्टोरल कलेज चाहिँ मच ब्रडर हुने, उपराष्ट्रपतिले नै राष्ट्रिय सभाको अध्यक्षता गर्ने, सो अहिलेको राष्ट्रिय सभाको अध्यक्ष रिडन्डेन्ट हुने, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने र प्रदेश सभा खारेज गर्ने तर प्रदेश सभाको ठाउँमा प्रदेश परिषद रहने कल्पना गरिएको छ। अब यसलाई धेरै यो चाहिँ 79 कै बाचापत्रमा चुनावको पहिलो बाचापत्रमै छ। तर प्रदेश सभा चाहिँ अलि भद्दा भयो, खर्चिलो भयो, जनताले पनि रुचाएनन्। यति सानो देशमा यो 7-7 चाहिँ प्रदेशहरू राखेर 884 जना सांसदमा 550 सांसद चाहिँ प्रदेशमा छ हैन। अनि यो अब तपाईँ कल्पना गर्नुहोस्, प्रदेशका हेडक्वार्टर्सहरू सुर्खेत, हेटौँडा जस्ता ठाउँमा 20 चोटि ओहोरदोहोर गर्छ त्यो मुख्यमन्त्री, त्यो मन्त्री, त्यो सांसद। म माननीय भन्छ, लोगो लगाएर हिँड्या छ। त्यो जनताको वितृष्णा अनि उसमाथि थोपरिँदै गएको त्यो करको रिजेन्टमेन्ट पनि जम्मै यिनीहरूको तारो बनेकै हो। अब यसको एम्पेरिकल है ठ्याक्कै कति खर्च हुन्छ, पहिलाको अञ्चल आदेशहरू हुँदाखेरि के थियो, 75 जिल्ला हुँदाको स्वरूप के थियो, कतिलाई त कन्सोलिडेट गरेर प्रदेशमा पार्क गरिएको भन्ने कुरातिर नगएर तर पपुलर सेन्टिमेन्ट चाहिँ यो प्रति तर तपाईले भने त्यो पनि सत्य हो। फेरि अञ्चल आदेश 14 वटा र जिल्लाभरि यति धेरै कार्यालय हुँदाको खर्च र अहिले प्रदेश सभा मुख्यमन्त्री खर्च चाहिँ धेरै कि थोरो भन्ने चाहिँ हेर्नै पर्ने छ। कन्सोलिडेट गरेर क्षेत्रीय कार्यालयहरू त चाहिनै हाल्छ। तर अहिले अलिकति एक कदम अगाडि बढेको चाहिँ अब यो मधेस आन्दोलनको रापताप होइन, संहिताकै शब्दप्रति पनि मधेस, सुप, कर्णाली बाहिर चाहिँ अलिकति बढी प्रतिक्रिया हामी सुन्छौँ नै बाहिर जाँदाखेरि। सो यो सबैको सेरोफेरोमा अझ लोक रिझ्याइबाट निर्देशित भएको पार्टीले वास्तवमा बुद्धिमत्तापूर्ण त्यति बेला अर्को डिस्क्लेमर चाहिँ म त्यति बेला प्रवेश गरिसकेका थिएन, म त्यसको 4-5 महिनापछि मात्रै तनहुँबाट निर्वाचित भएर गएको हुँ। सो त्यो 79 मङ्सिरको बहसमा म सहभागी थिएन। यद्यपि त्यति बेलाको बुझाइ हेर्दाखेरि प्रदेश खारेज भनेको छैन होइन। धेरैले फेरि प्रदेश सभा खारेज र प्रदेश खारेजलाई सिनोनिमसली हेर्दा रहेछन्, त्यो ठुलो फरक छ। प्रदेश रहन्छ, राष्ट्रसभाको त्यति बेलाकै भिजनमा पनि 7वटा प्रदेश रहन्छ। यो पहिचानको लागि महत्त्वपूर्ण छ। फेरि द्वन्द्व निम्त्याउने चक्रमा हामी जानुहुन्न भन्ने सुझबुझ त्यति बेला पनि रहेछ। तर प्रदेश सभा यो 550 जनाको यो भारी चाहिँ कि एकदम फुल फ्लेज्ड काम देखाउन सक्ने भइदियो भए अर्को कुरो। यो अधकल्चो खालको सङ्घीयतामा यो साँच्चीकै चाहिँ यो बोक्न सक्दैनौँ हामी भन्ने धारणा पार्टीले त्यति बेला लिएर बाचापत्रमा लिएको रहेछ। तर यसको तर प्रदेश सभा खारेज गरेपछि त लेजिस्लेटिभ फङ्सन कसले गर्छ त भन्दाखेरि एउटा क्वाजाइ लेजिस्लेटिभ स्वरूप चाहिँ कल्पना गरिएको रहेछ। र त्यसमा चाहिँ यो पालिकामा पनि हामीले 35,000 चान्सुन त इलेक्ट गर्छौँ होइन। हरेक वडामा 5-5 जना इलेक्टेड छन् होइन, पालिकै 753 छन्। सो त्यहीबाट अर्को एउटा इलेक्टोरल कलेज जस्तो चाहिँ लिएर आउँ जसले सिजनल पार्लियामेन्टेरियनको रूपमा काम गर्छ होइन। 2 चोटि बैठक बस्छ, प्रदेशहरू सानसानै छन्, 1 घन्टाको दूरीमा लगभग हेडक्वार्टर पुगिहालिन्छ सदरमुकाम। र बजेट अधिवेशन एउटा बस्छ, अर्को विधायक अधिवेशन बस्छ। यसरी यहीबाट काम चलाउ गरौँ, यो एक्स्ट्रा लेयर चाहिँ नराखौँ र यो गर्नको लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गरौँ। एउटा छरितो समन्वयकारी भूमिकामा रहने मुख्यमन्त्री चाहिँ त्यहाँ हुन्छ। उसलाई सहयोग गर्नको लागि 5 जना विज्ञ जतिको चाहिँ मन्त्रीमण्डल बस्छ र यसरी एक्जिक्युटिभ फङ्सन पनि हो तर मोर कोअर्डिनेटिङ मिडिएटिङ रोलमा। लेजिस्लेटिभ फङ्सन त्यो भ्याकुम राख्न चाहिँ पूर्ति गर्नको लागि क्वाजाइ लेजिस्लेटिभ स्वरूप चाहिँ स्थानीय तहबाटै गरौँ र स्थानीय संरचना चाहिँ बलियो बनाऊ, अझ बलियो बनाऊ भनेको। यसमा त्यति बेला सङ्ख्या तोकिएको थिएन। यो चाहिँ पछि 1 वर्षपछि सभापतिको राजनीतिक प्रतिवेदन जुन असोज 2021 राष्ट्रिय भेलामा पेश भयो, त्यसमा चाहिँ स्थानीय तहलाई पनि 753बाट तल घटाएर 500 कन्सोलिडेसनमा जाउँ र स्थानीय तहलाई नै अलिकति बलियो बनाऊ। सो बलियो केन्द्र, बलियो स्थानीय तह र एउटा मिडिएटिङ समन्वयकारी छरितो भूमिकामा चाहिँ प्रदेश तह रहने भन्ने खालको कल्पना नै अहिले पार्टीमा चाहिँ बहसमा छ। एउटा तबकाले चाहिँ होइन प्रदेशै खारेज गर्नुपर्छ भन्ने छ।
तर अर्को तबकाले चाहिँ होइन यो द्वन्द्व फेरि चर्काउनेतिर नजाउँ, भएकालाई सुधार्दै जाउँ भनेर। सो बहसमै छौँ हामी यसमा। यद्यपि स्टेटेड पोजिसन र बहस छेड्नको लागि केही त कागज त हुनु पर्यो अन द टेबल, त्यसमा चाहिँ यो अवधारणाबाट हामी गइरहेका छौँ। Hardik IVF and Fertility Center, where miracles come to life. दुईटा कुरा भयो तपाईँले भन्नुभयो, एउटा चाहिँ 550 भयो, भद्दा भयो, ठुलो भयो, खर्च पनि धेरै भयो भन्ने। अर्को पाटो चाहिँ यो लेजिस्लेटिभ फङ्सन वास्तवमा गाउँपालिका नगरपालिकाका मान्छे आएर गर्न सक्छन् कि सक्दैनन् भन्नुभयो। पहिले यो लेजिस्लेटिभ फङ्सनबाट जाउँ। संसारमा जति पनि सङ्घीयता भएका मुलुकहरू छन्, चाहे भारत होस् अमेरिका होस् होइन, त्यहाँ चाहिँ लेजिस्लेचर पनि विधायिका पनि चुनिन्छ नै होइन, जनताले नै चुन्छन् र त्यसको बेसिक अवधारणा नै मान्छे आम नागरिकलाई प्रभाव पार्ने कानुन र उनीहरूमाथि लाउने कर र उनीहरूको करबाट उठेको खर्च गर्ने कुरा चाहिँ आफैले चुन्नुपर्छ है भन्ने त हो नि बेसिक होइन, त्यही हो। त्यही भएर विधायिका डाइरेक्टली नचुनिएको सङ्घीयता र लोकतान्त्रिक मुलुकहरूमा त्यस्तो व्यवस्था हुन्छ। यस्तो अब स्वरूपहरू धेरै फरक, यो पनि मौलिक प्रस्तावै हो होइन। यसमा चाहिँ तपाईँले भने फुल फ्लेज अब ट्याक्सेसन विदाउट रिप्रेजेन्टेसनका कुराहरू अमेरिकन रेभोल्युसनदेखि नै आएको छ, त्यो स्थापित कुराहरू नै भइ नै हाल्यो होइन। तर हामीले यहाँ के 7वटा राज्यकै कल्पना गरे हौँ त। अहिलेको रिजेन्टमेन्ट जस्तो यहाँ सिंहदरबारको जम्मै नक्कल गर्न थालियो क्या प्रदेशमा। माथि योजना आयोग छ, तल पनि योजना आयोग चाहियो, माथि लोकसेवा छ, तल पनि लोकसेवा चाहियो होइन। अब अझ उपेन्द्र यादवहरूको कुरा सुन्नुभयो भने त होइन, यो केही पनि दिएको छैन हामीलाई, प्रहरीदेखि लिएर इत्यादि। सो यो फुल ब्लोन एउटा चाहिँ 2-4वटा कुराहरू बाहेक हुन त संविधानमा लेखिएका छन्, एउटा स्टेटै सरह चाहिँ काम गर्न पाउने होइन। सेन्ट्रल फरेन पोलिसी, डिफेन्स इत्यादि बाहेक अरूमा चाहिँ लगभग स्वायत्त किसिमले नै जाने खालको संघीयताको मोडलमा माग त त्यही नै थियो सुरुमा होइन। तर यसलाई मिडिएट गर्दा 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 हो। त्यसैले यो फुल ब्लोन राज्यमा स्टेटमा हो त्यो तपाईँले भनेको होइन। अहिले हामी यो तह नै रिडन्डेन्ट हो कि भनिरहेको अवस्थामा, तर यसलाई हटाउँदाखेरि झन् ठुलो मूल्य चुकाउनु पर्छ भनेपछि एउटा कम्प्रोमाइज नै कोही खोजी पनि हो होइन। त्यसैले यसलाई यो फुल ब्लोन राज्यको रूपमा हामीले प्रदेशलाई धान्न सक्दैनौँ यति सानो देशमा। यद्यपि यसको पनि पृष्ठभूमि छ, मान्छेले सङ्घर्ष गरेर लिएर आएका छन्, धेरै मान्छे मरेर 64को त्यत्रो आन्दोलन। इनफ्याक्ट माओवादीहरूको त त्यति भोकल थिएन, मधेस आन्दोलनबाट मधेसले 2-3वटा आन्दोलन गरेर ल्यायो। अर्को कुरा हामीले पनि रेकग्नाइज गरेको के हो भने यो समाजमा हाम्रो पार्टीको प्रस्तावनामा पनि छ, स्ट्रक्चरल डिस्क्रिमिनेसन छ भनेर स्वीकारेका छौँ हामीले। संरचनात्मक विभेदका कुराहरू, क्षेत्रीय जातीय लैङ्गिक सबै कुराहरू छ, त्यसलाई सम्बोधन गर्नुपर्छ पनि भनेका छौँ। त्यसैले इकोनोमिक कोणबाट पोलिटिकल लेजिटिमेसी भन्दा पनि अब यो आइडेन्टिटीको हिसाबले देश इन्ट्याक्ट राख्न पनि चाहिँ सङ्घीयतामा चाहिँ अब चलाउनु हुन्न अहिले होइन। यो आयो भनेको छ 7वटा इकाइ चाहिँ रहनुपर्छ भनेपछि यो केका लागि भन्ने कुरामा पनि हामीले बहस गर्नुपर्ने भए हुनाले यो फुल ब्लोन स्टेटको अभ्यास संहितामा हामी जाने हो कि यो आइडेन्टिटी र एउटा रेकग्निसन होइन। अब नेसन स्टेटको फर्मेसनको कुन चरणमा छौँ भन्ने पनि अब बहस छँदैछ। 1950s पनि होइन, बिपी कोइरालाहरूले बोलेको कुरालाई पनि हामीले रेफरेन्स लिँदै चाहिँ हामी भन्ने क्रममै छौँ। अस्ति भदौ 24ले पनि देखाइदियो होइन, कति चाहिँ राज्य त एकदम निरीह खोक्रो पनि रहेछ, 4 घन्टामा जम्मै चाहिँ नाङ्गिने भन्ने खालको। त्यसैले यो सबै कुरामा हेर्दाखेरि क्लासिकल स्टेट फर्मेसनका आधारभूत सिद्धान्तहरू होइन, प्रतिनिधित्व हुने, डेमोक्रेसी मान्ने हो भने, रिप्रेजेन्टेटिभहरू डाइरेक्टली इलेक्टेड हुने, उनीहरू जनताप्रति उत्तरदायी हुने, आवधिक निर्वाचनको कन्सेप्ट, ट्याक्सेसनको लाउन पनि भन्ने कुराहरू भयो। तर नेपालको हकमा चाहिँ अहिले फिस्कल फेडरलिजम पनि हामीले त्यो हदसम्म अभ्यास गरेका छैनौँ होइन। कुनै पनि स्टेट आफैले सेल्फ जेनेरेटेड रेभेन्यूहरू हेर्नुभयो भने एकदमै कम छ, सबै माथिबाटै आश्रित छन्। त्यसैले यसमा बहस डाइरेक्टली इलेक्टेडै हुनुपर्छ विधायकहरू भन्ने एउटा तर्क भयो होइन। तर हामी यो प्रदेश फाल्न हुन्न, राख्नुपर्छ, यो पहिचान लगायतको लागि महत्त्वपूर्ण छ। तर फेरि यो नामको लागि नाम मात्र राख्ने त कुरा पनि भएन, अलिअलि यसको फङ्सनहरू चाहिँ सार्थक पनि बनाउनु पर्छ भन्दै गर्दाखेरि यो चाहिँ एउटा कम्प्रोमाइज हुनुपर्छ कि यो पछिल्लो यसको पृष्ठभूमि चाहिँ जनआन्दोलन र जनआन्दोलनपछि भएका मधेस आन्दोलनहरू र अहिले त स्पेसली हाम्रो विविधताका कारणले यो मुलुक चाहिँ
जातीय भाषिक लौकिक क्षेत्रीय पनि विविधता छ नि त। कर्णालीले आज होइन यो फेडरलिजम चाहिँ अलिकति धेरै भयो, तिमीहरूलाई प्रदेश सभा चाहिन्न, यो गाउँपालिका नगरपालिकाका ल्याम भन्यो भने वा मधेसलाई भन्यो भने त्यो चाहिँ रिभर्स गएको उहाँहरूले पक्कै फिल गर्नुहुन्छ र अर्को आन्दोलन उठ्ने चरम सम्भावना छ। किन अहिले आइरहेको तर्क प्रदेशले भनेको हामीलाई अधिकार नै पुगेन, हामीलाई संविधानमा व्यवस्था गरेको अधिकार पनि कानुन बनाएर दिएन र हाम्रो हात बाँधेर संहिता लागू गरियो होइन। जबकि अहिले जति अधिकार दिएको छ, चाहे फिस्कल होस् चाहे पोलिटिकल होस्, त्यो त कम्प्रोमाइजमा पहिले मागेको भन्दा धेरै कम हो नि त। अघि पनि तपाईँले भन्नुभयो एउटा बेला त एक्सट्रिममा त आत्मनिर्णयको अधिकार सहितको संहिता भन्ने थियो होइन, सोभियत युनियन एकदम त्यहाँबाट बडो कठिनका साथ ल्याएर यहाँ ल्यान्ड गरेको। र आजको डिस्कोर्स प्रदेश तहका जनताहरूले स्पेसली मधेसमा सुदूरपश्चिममा म पूर्वमा पनि देख्छु, किनभने त्यहाँ पनि एउटा नेसनलिटिजको हिसाबले एउटा क्लस्टर छ नि त होइन, किरात उसको ठुलो प्रतिनिधित्व भएको क्लस्टर छ, त्यस्तै अरू पनि छ भौगोलिक विविधता। उहाँहरूले चाहिँ अहिले अधिकार पुगिरहेको छैन भनेको कुरामा र यसलाई थप गर्नु पर्यो। र मेन स्ट्रिम हिजो पनि भइरहेको चलिरहेको विवाद चाहिँ हामीले संहिता चाहिँ ल्यायौँ, संविधानमा व्यवस्था भयो, तर कानुनी रूपले र फिस्कल रूपले, फिस्कल त अब धेरै डिबेट छ जस्तो लाग्दैन मलाई होइन, किनभने जति एलोकेट भएको त्यसको पनि खर्च नभएका पनि उदाहरण 600 खर्ब जानु रहेछ के अरे खर्च नभएको छ 6 खर्ब 600 तर अधिकार धेरै मागिरहेको बेला तपाईहरुले चाहिँ होइन यो त अलिकति खर्च भयो, भद्दा भयो, 550 धेरै भयो भने तपाईहरुको कुरा चाहिँ लोग्रीचाइको पाटो कति छ फेरि आम्ला हैन। तपाईहरुको मूल कुरा 550 धेरै भयो, भद्दा भयो र खर्च धेरै भयो, त्यही हुनाले घटाउनु पर्यो भनेर रिडन्डेन्ट लेयर अहिले विकास पनि डेलिभर गरेन हैन। यसले चाहिँ अब यसमा यसो गरौँ, यो बसको लागि हामीले छेडेका छौँ हैन, बसै हो किनभने यो तपाईहरुको पनि फाइनल होइन नि त, इभल्भिङ कुरा। अहिले यथास्थिति चाहिँ अस्वीकार्य भयो हैन। के भयो, कहाँ आएर अड्क्यौँ भने हामीले राष्ट्रको कुरा अस्वीकार्य भयो भन्ने हो। यथास्थिति चाहिँ अस्वीकार्य छ हैन। यथास्थिति चाहिँ अहिलेको जो छ नि प्रदेशको नाममा गरिएको अभ्यास, तपाईहरुको सिम्पल कुरा 550 जना निर्वाचित गर्ने कुरा अस्वीकार्य छ, त्यो बदल्नु पर्यो, त्यति त भन्नुभयो तपाईहरुले आज। प्रदेशको यो जुन संरचना छ नि, सिंहदरबारलाई 7 वटा अर्को सिंहदरबार थपेर राज्यकै जुन नक्कल गरिएको छ, यो चाहिँ हामीले तपाईले मुख्यमन्त्री सरकार नहटाउने भने त सिम्पल कुरा 550 जनाको प्रदेश सभा भद्दा भयो, यसलाई हटाउनु पर्यो भन्ने अरू पनि जो प्याराफ्रेनेलिया स्टेट हुन्छन् नि वरिपरिका अङ्गहरू सबै, त्यो पनि चाहिँदैन भन्ने नै छ। त्यो त अस्टेरिटी माथिदेखि तलसम्मकै कुरा भइहाल्यो होइन, त्यो त कुरा गर्न सकियो। जस्तो प्रदेशमा लगानी बोर्ड समेत बनाइएको छ क्या, त्यसमा सुधार गर्न मिल्यो। त्यो त फेरि लगानी बोर्डको कुरा, योजना आयोग चाहिन्छ कि चाहिन्न, अनि यो सबै चाहिँ माथिको नक्कल गरियो क्या, 7 वटा राज्य नै मिनी नेपाल जस्तो गरेर, त्यो चाहिँ आवश्यक हो। तर म केमा यसलाई बिट मारौँ भने एउटा बिन्दुमा छौँ, अहिलेको प्रदेशप्रति कोही पनि सन्तुष्ट छैन हैन। एउटा खेमाले भन्छ अधिकार पुगेन, यो पनि नभन्नुहुन्न स्पिक फर रासपा, रासपा सन्तुष्ट छैन, तपाईलाई लाग्छ जनताहरू पनि छैनन्, त्यही सेन्टिमेन्ट तपाईहरुले समाज मधेसमा पनि त्यति सन्तुष्टि त छैन त्यहाँ हैन। जनकपुरतिरको कुराहरू म त गइराख्छु मधेसतिर हैन। यो अघि भने राजनीतिक दलहरूसँग असन्तुष्टि होला, नेतासँग असन्तुष्टि होला, संहिता चाहिन्न भन्ने त कसरी होला। डेलिभर गर्नको लागि रिप्रेजेन्टेसनका कुराहरूमा कम्प्रोमाइज नगरिकन फरक स्वरूपमा जान जनता तयार छन् जस्तो मलाई लाग्छ। त्यसैले यो जुन स्थानीय तहलाई नै थप बलियो बनाउने, रिसोर्सहरू धेरै आउने हैन, अहिले चाहिँ अब 13 वटा पालिका भएको ठाउँमा त्यसलाई कन्सोलिडेट गरेर पावरफुल शक्तिशाली स्थानीय नगरपालिकाहरू उपमहानगरपालिकाहरूबाट पनि विकासको डेलिभरी चाहिँ झन् फास्टर हुन्छ, करप्सन कम हुन्छ भन्ने तर्कतिर पनि जनता चाहिँ त्यो सङ्ख्यामा पनि हामी आम्ला, सङ्ख्यामा भनेको नगरपालिकाहरूको पालिकाहरूको 753। एउटा म के भन्न चाहेँ भने यो यथास्थितिप्रति कोही पनि खुसी छैन। एउटा ग्रुपले भन्छ यो सबै नभएको चाहिँ थप अधिकार दिन्छु भने अधिकारहरू पनि नदिएर हो, फुल ब्लोन दिन्छु भने चिजहरू दिए भए त हामी काम गर्न सक्थ्यौँ नि त। अहिले हात खुट्टा बाँधेर पहिला पृथ्वी सुब्बा गुरुङले यो कुरा भन्नुहुन्थ्यो, जुन रियालिटी पनि हो। र अहिलेका संविधानमा जे लेखिएको छ त्यो त नदिएकै हो नि, त्यो एउटा भयो। अब त्यतातिर त्यो एउटा तर्क छ। अर्को चाहिँ होइन, जति दिइएको छ यो पनि धेरै भयो, यो नचाहिने तहमै बढी लगानी गरिराखेको छ र यो अदकल्चोले डेलिभरी गरेन भन्ने हो। हामीले चाहिँ बहस गर्न चाहन्छौँ, हामी चाहिँ वी आर लिनिङ टु दि अदर साइड होइन। यसलाई रिफर्म गरौँ, रिप्रेजेन्टेसनका कुराहरू, समावेशिताका कुराहरू, डेभलपमेन्ट डेलिभरीका कुराहरूमा कम्प्रोमाइज नहुने गरेर वैकल्पिक मोडलमा छलफल गरौँ भने हो। आम मानिसहरूलाई चाहिँ जुन मैले एज अ मिडियाकर्मी सम्पादक रूपले हेर्दा पनि प्रदेशहरू भएन, खर्चिलो भयो, साह्रै भएन भन्ने एकदमै
सेन्टिमेन्ट छ, द्याट इज ट्रु। तपाईँहरूले त्यही सेन्टिमेन्ट समात्नु भएको हो भन्ने मलाई लाग्छ। तर तथ्य चाहिँ प्रदेशहरू साँच्चै नै खर्चिलो हुन् कि होइनन्? आज समग्र प्रदेश नै मुख्यमन्त्री, मन्त्रालय, प्रदेशसभा सबै जोडेर जति प्रशासनिक खर्च हुन्छ त्यो धेरै हो कि होइन भन्ने तथ्य हेरेको छैन, होइन? त्यसमध्ये पनि तपाईँहरूले प्रदेशसभा चाहिँ खारेज गर्ने भनेपछि मलाई लागेको चाहिँ जम्मा जम्मी कुरा, र मान्छेले त त्यसरी बुझ्छ नि त, 550 जना हटाइदियो भने चाहिँ यो खर्च कम हुन्छ, यो भद्दा पो मान्छेले बुझ्ने भनेपछि। र मान्छेलाई बुझाउँदा पनि के भन्नु भने 550 जना हटायो भने कति खर्च घट्छ, कति हो कि त्यसको लागि खर्च, मैले क्वान्टिफाई गरेर भन्यो भने चाहिँ म भन्छु, मैले हेरेको भन्छु। अनि तपाईँलाई किन यो अन्तिम तपाईँहरूको पनि होइन कुरा गरिराख्नु भएको र यो बसै हो भन्ने लाग्छ मलाई। अनि पार्टीहरूले कुरा गर्छन्, प्रस्ताव आउँछ, चेन्ज गर्छन्, यो फाइनल केही होइन नि त। पार्टीहरू सबै इभल्भ हुने हो, हामी पनि इभल्भ हुने हो, त्यसरी भने मैले तथ्यहरू हेरेको होइन। र यसलाई कसरी पनि हेर्नु पर्यो भन्ने मलाई लाग्यो भने 550 जनाले प्रदेशसभाका साथ प्योरली इकोनोमिक टर्म्समा तलब खाने भन्ने कुरा कति धेरै हो र कति भद्दा हो भन्ने चाहिँ राज्यले आज कति मान्छेलाई तलब खुवाउँछ भनेर पनि हेर्नु पर्यो, होइन? झन्डै 1.25 लाख कर्मचारीलाई खुवाउँछ, निजामती सेवाका, होइन, न्याय सेवाका, झन्डै 1 लाख सेनालाई खुवाउँछ, 96,000, 80,000 पुलिसलाई खुवाउँछ, 37,000 एपिएफलाई खुवाउँछ। मैले हेरेको झन्डै सबै गरेर यो शिक्षक 1,50,000लाई खुवाउँछ, 5.5 लाख जति मानिसले स्यालेरी छन्, होइन, राज्यको तर्फबाट। म सकिहाल्छु। त्यो भनेको कति हो भन्यो भनेदेखि स्यालेरी मात्रै अस्ति 80-81 को चाहिँ 455 अर्ब रहेछ। 550 जनाको तलब कति हो भनेर हेऱ्यो भनेदेखि 550 जनाको तलब चाहिँ अहिले 45,000 रहेछ प्रदेश सभाको स्यालेरी। तलब मात्रै जोड्यो भने 27 करोड रहेछ। त्यसमा मैले टेन्टेटिभ हाउसको खर्च, होइन, एलाउन्सेस सबै जोडेर हेर्दा पनि झन्डै 70-73 हजार पुग्दो रहेछ। त्यो भनेको 47 करोड रहेछ। जम्मा राज्यले खुवाउने टोटल उसको 1% रहेछ। र हामीले कुरा गरिरहेको मान्छेहरूलाई थाहा चाहिँ हुनु पऱ्यो कि यो भद्दा भयो, यो घटाउनु पऱ्यो भन्दाखेरि इकोनोमिक टर्म्समा चाहिँ 1% मात्रै हो। मान्छेलाई थाहा भयो भने चाहिँ साँच्चै यो ठुलो कुरा हो कि होइन? संहिता यत्रो सङ्घर्षबाट आएको र भोलि यसले क्रिएट गर्ने सजिलो पनि छैन। यो संहितालाई चाहिँ अब स्केल डाउन गरौँ भन्ने प्रश्न उठेपछि मधेसमा के हुन्छ, कोशीमा के हुन्छ, कर्णालीमा के हुन्छ, विभिन्न जात जाति जसले हिजो हामी चाहिँ बहिष्कृत भएको थियौँ, के अरे मार्जिनलाइज भएका थियौँ, उनीहरूले के गर्छन्, पोलिटिकल रिस्क पनि हेर्नु पऱ्यो नि त। त्यो सबै हेर्दाखेरि चाहिँ यो प्रस्ताव तपाईँहरूले गरिरहेको छलफल तपाईँहरूको फाइनल होइन, यो पनि हेर्नु होला। र मलाई चाहिँ यो ठिक होइन भन्ने लाग्छ। म फाइनल संहिताको पनि आउँछु। तपाईँले प्रदेश सबै हटाउनु पऱ्यो त भन्नुभएको छैन, मैले त्यो पनि खर्च हेरेको एकचोटि। किन मान्छेलाई के लागिरहेछ भनेदेखि यो प्रदेशहरू सबै 7वटा बनाएर यति धेरै खर्च भयो कि खर्च धान्न नसक्ने पोलिटिसियनहरू त फेरि तपाईँले बोल्नुभयो भने होइन, तपाईँ त नम्बरमा धेरै गर्नुहुन्छ, यु आर भेरी केयरफुल। कति पोलिटिसियनले त 25% खर्च बढ्यो, होइन, यति बढ्यो, एकजनाले त लेखिदिनै दिनुभयो, होइन, आफ्नो उसमा चाहिँ 25% बढ्यो। मैले हेरेँ, मैले चाहिँ यो कन्सोलिडेटेड फिगर, किनभने फाइनल फिगर आउन टाइम लाग्ने रहेछ। अनि 23-24, 22-23, 23-24 को छैन रहेछ, 19-20, 20-21, 21-22 को हेरेको। मैले कसरी हेरेँ भनेदेखि राज्यले जम्मा खर्च कति गर्दो रहेछ, सबै टोटल खर्चमा प्रशासनिक खर्च चाहिँ प्रदेशको कति रहेछ, किनभने अल्टिमेटली त हामीले हेर्ने त्यही हो, प्रशासनिक खर्च। त्यसरी हेर्दाखेरि के देखियो भनेदेखि 2019-20 मैले अङ्ग्रेजीबाट खोजे भएर, तर फिजिकल उसमा मिल्छ। जम्मा हाम्रो 11.9 खर्ब रहेछ खर्च, होइन, टोटल। त्यसमध्ये प्रदेशको प्रशासनिक खर्च चाहिँ 3.7% रहेछ, 20-21 4.1 रहेछ, 21-22 3.5% रहेछ। अब यसमा पनि हामीले के बुझाउनु पऱ्यो भनेदेखि मान्छेलाई भने यो प्रशासनिक खर्च भनेको चाहिँ कर्मचारीको पनि हो प्रदेशका। हामीले केही गरेर संहिता खारेज, तपाईँहरूको प्रस्ताव होइन, तर मान्छेलाई संहिता खारेज गर्नुपर्छ भन्ने हुन्छ न। संहिता खारेज गऱ्यौँ भने पनि ती कर्मचारीहरू त काम गर्नै पर्छ, रहन्छन् नै, किनभने त्यो डेभलपमेन्ट त काम गर्न नै पर्छ उहाँहरूले। भनेपछि जुन यो खर्चको हिसाबले चाहिँ भद्दा भयो, ठेक्न नसकिने भयो,
भन्ने कुरा चाहिँ तथ्यले 3% 4% भन्छ। अब यसको एगेन्स्टमा संहिताले ल्याउन सक्ने हाम्रो त भर्खरै त छ। बामे मेरो एउटा एकदमै ठुलो रिजर्भेसन चाहिँ बामे मात्रै सर्दैछ के, उसलाई अधिकार पनि दिएको छैन। होल आइडिया त के हो भने 7वटा स्टेटमा भोलि त आउला नि त, कोही न कोही एउटा मुख्यमन्त्री आउला, अलिकति रिफर्म गर्ला, देखाउला सदाचार भनेको के हो, लोकतन्त्र भनेको के हो, भ्रष्टाचारविहीन भनेको के हो, विकास भनेको के हो। इन्डियामा त मोदीको राज त्यसरी नि त भयो नि त। मोदीले जे गरे गुजरातमा त्यहाँबाट ऊ नेसनल फिगर 7 करोडको राज्य होइन, त्यत्रो करोडको देश, 7 करोडको सिङ्गो राज्य। त्यो बनाएर ऊ भयो भनेपछि हामीले यो एक्सपेरिमेन्ट र प्रतिनिधित्व मलाई ठुलो कुरा लाग्छ। हाम्रो जुन डाइभर्सिटी छ मुलुकको र मान्छेहरूले चाहिँ म राज्यको निकायमा मेरो रिप्रेजेन्टेसन छैन भन्ने जुन फिल गरिरहेको पोलिटिकल पार्टीहरूले चाहिँ एकदमै ठुलो गल्ती गरिरहेछन् भन्ने ठान्छु। यही संहितामा पनि भरसक म जातीय राज्य वा जातीय हिसाबले नै मुख्यमन्त्री बाँड्नुपर्छ भन्दिनँ, तर एउटा पोलिटिकल इम्पेरेटिभ र मोरल एउटा अब्लिगेसन के भन्थ्यो भनेदेखि कोशी प्रदेशमा एमालेको काङ्ग्रेसको उसको सरकार बने पनि भरसक किराँत नेता एमालेको काङ्ग्रेसको माओवादीको बनाउने, गण्डकीमा गण्डकीमा एक दुईचोटि बनाए पनि होइन, एक दुईचोटि एकदमै बागमतीमा भरसक त्यसको लागि प्रयत्न गर्ने, ताकि मान्छेहरूले मेरो उसको पनि रिप्रेजेन्टेसन है छ है भन्ने फिल गर्छ। यो चाहिँ नेसनल युनिटीको कुरा हो भन्ने पनि लाग्छ मलाई, राष्ट्रिय एकताको कुरा। त्यो हुनाले यो सारा उसमा तपाईँहरूले 550मा ल्याएर यो भद्दा भयो, धेरै खर्च भयो भनिदिनु भयो भने र जसरी भनिराख्नु भएको छ, यो लार्जर पिक्चर र नेसनल युनिटीलाई र अहिले हामी जुन राजनीति यत्रो ठुलो मधेस आन्दोलनबाट यहाँ आइपुगेका छौँ यसलाई रिभर्स गर्न खोजेको र यो चाहिँ मोर कस्टली हुन्छ कि भन्ने लाग्छ। ल तपाईँ अब म भन्छु है, अब तपाईँ पनि नुआन्समा खेल्ने मान्छे हो होइन, मैले पनि अघिदेखि नै धेरै तपाईँले यो कुरामा भन्नुहुन्छ भनेर धेरै मैले प्रिफेस गरिसकेको छु होइन। द्वन्द्व चक्र चर्कन दिन भएन, पहिचानको लागि यो संरचना रहनुपर्छ एकदमै भन्ने पनि भइहाल्यो। र त्यो 550 सँगसँगै मैले अर्को फ्रेज युज गरिरहेको छु, छरितो, यो प्याराफ्रेनेलिया अफ स्टेट त्यतिकै रिफर्म गर्न सक्यो अहिले नै त्यतातिर हो। सो यो 550 मात्रै हटाउँदा यो कति करोडको 10औं करोडको मात्रै कुरा रहेछ भन्ने होइन है अमितजी होइन। तपाईँले अघि भनेका रिफर्म प्याराफ्रेनेलिया चाहिँ सबै गर्न मिल्यो कि अहिले नै पनि सबै गर्ने होइन। र यो रिप्रेजेन्टेसन